हेलो फ्रेन्ड, कस्तो हुनुहुन्छ तपाईहरु? म पनि राम्रो छु। आज कति दिनमा भिडियो बनाउँदै छु। आज पनि म तोरी छर्न आएको छु। म चाहिँ छर्दिन, अब बाउ चाहिँ छर्छन्, म त्यस्तो जान्दिन पनि। र बाउ यहाँनिर चाहिँ छरिरहेका छन् र थुप्रो जनाले यहाँ बाटामा आउँदा पनि थुप्रै जनाले भने तेरो बाउ तोरी छर्न जान्दछ र भनेर भनेका भने मलाई त्यस्तो रिस उठिरहेको थियो। र सुन्नु तपाईहरु, तपाई त आरोप गर्दिनु हुन्न नि त हैन। हामीहरूले गर्नुपर्छ, हामीकै माटो हामीले गर्नुपर्छ। र यहाँनिर बाउ छरिरहेछन्, किन जान्दैनन्? आफ्नो माटो चिन्दैनन्, आफ्नो माटो। कतिजनाले भने के अरे तेरो बाउले माटो चिन्दछ, तेरो बाउले तोरी छर्न जान्दछ भनेर भन्छन्। हेर्नु अब तपाईहरु आफै, तोरी पनि छर्न जान्दछन् बाउ, अरु के अरे आफ्नो माटो पनि चिन्दछन्। र यी सब चाहिँ नभन्नु जे तेरो बाउ यस्तो गर्न जान्दछ, त्यस्तो गर्न जान्दछ भनेर। र अर्को कुरा यो जे अब बाटामा हिँड्दा पनि के भन्छन्, आज त बाउसित हिँडिछेस् त भनेर भन्छन् कि। तर तपाईहरु जान्नुहुन्न त, नबोल्नु अर्काको विषयमा। जे बाउसित हामीहरू घरमा कसरी बस्छौं, सँगै हिँड्छौं, हामी घरमा पनि सबै सँगै नै हुन्छौं। र यसरी चाहिँ नभन्नु जे आज चाहिँ बाउसित हिँडिछेस् भनेर। तपाईहरु आफ्नो छोराछोरीसित हिँड्नुहुन्छ नि हैन? हामी त भन्दिनौं। र तपाईहरु पनि नभन्नु हामीलाई। अर्को कुरा, अस्ति एउटा भिडियोमा मैले बाउसित पैसा मागेको थिएँ। अन्त एउटा कमेडी जस्तो थियो, बाउसित बस जिस्किने एउटा न्यू थियो। र थुप्रो जनाले के अरे कमेन्ट गरे, मलाई ट्रोल गर्दै थिए बाटामा भेटेर। अब जे बाउसित पैसा मागिस् भन्दै बाउसित पैसा, मेरो बाउ हो, म त पैसा माग्छु नै। हामीहरूको बाउले सानैदेखि हामीलाई 10 रुपियाँ 20 रुपियाँ पैसा दिइराख्छन् गाइस। र तपाईहरु चाहिँ कस्तो हुनुहुन्छ म जान्दिनँ, तर हामीहरू चाहिँ यस्ता छौँ भने बाउले जति नै कमाए पनि 30,000 35,000 40,000 कमाए पनि बाउले आमाले पैसा नदिउन्जेली चाहिँ मन शान्ति हुँदैन। र गाइस यति चाहिँ कुरा बुझिलिनु अनि मात्रै बोल्नु हामीहरूको विषयबाट। बाई बाई।